नमस्ते दर्शकबिन सम्पूर्ण यो फेसबुकमा यो भिडियो हेरेर बस्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूमा म फेरि पनि रमेश विक तपाईहरुमाझ आएको छु। एउटा दर्दनाक यो बन्दै गरेको अधुरो घर पछाडि देख्न सक्नुहुन्छ तपाईहरु। यो घरको छुट्टै कहानी रहेको छ। यो घरको पीडादायी अवस्था ल्याएर म तपाईहरुमाझ आएको छु। सर्वप्रथम यो घरको अवस्था यसरी हुन किन गयो र यो हामी यहाँ अकस्मात यो पुरानो बन्दै गरेको निर्माणाधीन घर हामी देखाइरहेका छौं। यसको पछाडि सानो कारण छ साथीहरु। विगत 1 महिना अगाडि हामीले त्यो सुमित टमट्टा बाबुको लागि जुन लास चितवनमा क्यान्सर पीडितबाट मृत्यु भएका सुमित बाबुको लास टिका ल्याउनका लागि र उसको घर परिवारलाई सहयोग गर्नका लागि हजुरहरूले उल्लेखनीय सहयोगको भूमिका खेल्नु भएको छ। त्यो पश्चात फेरि हामीले तपाईहरुले दिएको सहयोगलाई एकदमै सकारात्मक हिसाबले लिएर धन्यवाद सहित फेरि अब अर्को एउटा पीडादायी घटना जुन यो पछाडि बन्दै गरेको घर अहिले देखिराख्नु भएको छ, यसमा धेरै ठुलो मर्म लुकेको छ दर्शकबिन। अब यो हाम्रो आत्मीय साथी, हामी सँगै हुर्किएका, सँगै बढेका, हाम्रो गाउँमै खाए खेलेका, हामी सँगै हातेमालो गरेका आदरणीय मित्र हर्क लुवारज्यूको घर हो यो बन्दै गरेको। उहाँले आफ्नो बाहुबलले यो घर भारतमा रोजगारी गर्दै गर्दा यो घर निर्माणाधीन अवस्थामा उहाँलाई आफूलाई नै क्यान्सरले गर्दा उहाँको निधन भएको कुरा पनि हजुरहरूलाई जानकारी गराउन चाहन्छु। र उहाँको निधन पश्चात घरको एक्लो छोरो क्यान्सरले मृत्यु भइसकेपछि यो घर अधुरो रहेको अवस्था छ र यस क्षेत्रका हाम्रा आदरणीय दाजुभाइहरू, बुद्धिजीवीहरू, सबै सहयोगी दाताहरू, हाम्रा साथीहरू जुन उहाँको यो घरलाई देख्न नसकेर हाम्रो मनको वेदनाले यो घर कसरी पुरा गर्न सकिन्छ, यो घरको छत हामी हाल्न सकेर कसरी यसलाई पुरा गर्न सक्छौँ र यो परिवार यो गोठमा बस्दै आइरहेको स्थिति छ। दर्शकबिन म तपाईहरुलाई देखाउन चाहन्छु। यो घर जसरी हामीले बनाउन गइरहेका छौँ, यो गाउँका दाजुभाइहरू आपसमा स्वतस्फूर्त यो घरलाई कसरी छत हाल्ने र यो गोठमा बसेर उहाँहरूको बालबच्चा यसरी परिवारहरू रोइराख्नु भएको छ। तपाईहरुलाई यो घरको छत हाल्नमा हजुरहरूको सानो योगदानले जसरी त्यो सुमित बाबुको घरप्रति ठुलो सहयोग मिलेको थियो, हामीले लाखौं रुपियाँ अनएक्सपेक्टेड जो आशै नगरेको पैसा सहयोग उठेको थियो, त्यसरी नै हामीले यो घरको छत निर्माण गरेर उहाँहरूलाई यो गोठमा बस्ने स्थितिलाई कसरी यो घरभित्र राख्न सकिन्छ र उहाँहरूको बालबच्चामा कसरी हामी ओठमा मुस्कान ल्याउन सक्छौँ र मृत्यु भएका हाम्रा हर्क लुवारज्यूलाई मृत आत्माप्रति पनि एउटा मैले बनाउँदै गरेको घर त्यो गाउँका दाजुभाइहरूले बनाउँदै गर्नु भएको भनेर उहाँको आत्माले पनि शान्ति पाउनेछ भन्ने हामीले आशा राख्दै हजुरहरूलाई यो भिडियो मार्फत यो घरको स्थिति देखाउन गइरहेका छौँ। देख्न सक्नुहुन्छ दर्शकबिन, यसरी उहाँहरू बालबच्चाहरू बसिराख्नु भएको छ र यसरी यो गोठमा बस्ने अवस्था छ। उहाँको मृत्यु पश्चात यसरी उहाँहरू बस्दै हुनुहुन्छ। उहाँको आमा यस्तो स्थितिमा हुनुहुन्छ, श्रीमती यस्तो स्थितिमा हुनुहुन्छ र उहाँहरू गाउँले दाजुभाइहरू सबै सहयोगी दाताहरू जुन हामी सुमित बाबुको लागि खटेका थियौँ, अहिले यो छत र यो घरलाई निर्माण गर्न कति लाग्छ हामी सहयोग उठाएर हजुरहरू यो सामाजिक सञ्जाल मार्फत र हामीहरूको सबै जम्बो टोली हामीले आफ्नो घरबाट जे जति सक्छौँ यो घरमा छतसम्म हालेर यो घरभित्र बसाल्ने वातावरण बनाउने भन्ने उद्देश्यले यो हाम्रो सानो भिडियो क्लिप ल्याएका छौँ। अब यसमा उहाँहरूको घरको स्थिति के छ, उहाँले कसरी यो घटना घट्यो थोरै कुरा भनिदिनुहुन्छ। कृपया उहाँको श्रीमतीज्यूलाई म भन्न चाहन्छु, के छ हजुरको भनाइ, केही भन्न चाहनुहुन्छ? हजुरहरूले यहाँको मेरा बच्चाहरूले अब गर्नलाई सहयोग गरेर घर बनाइदिनु होला र पछि अब देख्नेवाला पनि कोही छैन। हामी त सोच्छु सबै मिलेर आफ्ना भाइ बहिनी दाजुभाइ सबै मिलेर छत हाल्दिन भन्न चाहँदछु। हामी घर सानसानो बच्चाहरू छन् घरमा। कसरी मृत्यु भयो उहाँको, केही छ कसरी मृत्यु भयो, केही हजुरलाई अब उहाँको यो बनाउँदै गरेको घरमा उहाँको सपना थियो भन्दै हुनुहुन्छ हजुरले, यो घर उहाँको सपना थियो भन्दै हुनुहुन्छ। अब अहिले यो घर देख्दै गर्दा हजुरहरूले यस्तो यो गोठमा बस्नुपर्ने स्थिति आएको छ। कहीँ कतै कसैले सहयोगको केही अपेक्षा, कहीँबाट कोही आएर तपाईँहरूलाई सहयोग गर्छु भनेर कोही आएको छ? नै, अहिलेसम्म त आएको छैन। गरिदिउन भन्न अनुरोध गर्दछु। हामी पनि अब सानसानो बच्चाहरू छन्, यो घारीमा अब यो बर्खा लाग्यो कसरी राख्ने क्या गर्ने, सबै आफ्ना भाइ बहिनीहरू जति छन् सबैले सहयोग गर्न भन्ने अनुरोध गर्दछु। हुन्छ दर्शकबिन, हेर्नुहोस् उहाँको यसरी यहाँभित्र बस्ने स्थिति आएको छ। यो देख्न सक्नुहुन्छ, यो बाख्रा बस्ने गोठमा उहाँहरूको बस्ने स्थिति आएको छ। यो स्थितिलाई हामीले कसरी हुन्छ तपाईँहरूको सहयोगले, तपाईँहरूको सानो सहयोगले पनि यो घरको छत निर्माण गरेर उहाँहरूलाई यो घरमा बसालेर मृत्यु भएका हाम्रा आदरणीय साथी हर्क लुवारज्यूको आत्माले पनि शान्ति पाओस् भनेर हामी साथै खटिनेछौँ। र यो भिडियो मार्फत तपाईँहरूलाई हामी
सहयोगका लागि पनि अपिल गर्दछौँ। जे जसरी सुमित बाबुको लागि हजुरहरूले सहयोग गर्नुभएको थियो, हजुरहरूको एकदमै सहयोगको अपेक्षा गर्दै हामीले यो छोटो भिडियो क्लिप राखेका छौँ। बाँकी कुराहरू हामी यो निर्माणाधीन अवस्थामा पनि तपाईँहरूलाई दिनेछौँ। निर्माणाधीन भइरहेको र हामीले यो सहयोग गर्दा यो घर बन्दै गरेको पनि हामी तपाईँहरूलाई सामाजिक सञ्जाल मार्फत जानकारी गराउने आशा गर्दै हजुरहरूलाई सहयोगको लागि हार्दिक यो अपेक्षा गर्दछौँ र हार्दिक निवेदन गर्दछु। जे जति सक्नुहुन्छ हजुरहरूले देश विदेशमा रहनुहुने इष्टमित्र दाजुभाइ सम्पूर्ण सहयोगीदाताहरूले यो घर निर्माणका लागि र यो बालबच्चाहरूलाई त्यो घरसम्म बसाल्नका लागि हामीले यो सानो सहयोगको अपेक्षा राख्दै हजुरहरूलाई भिडियो गरेका छौँ र हजुरहरूले सहयोग गर्नुभएको सम्पूर्ण रकमलाई हामी सामाजिक सञ्जाल मार्फतै तपाईँहरूलाई धन्यवाद दिनेछौँ र यो घर सम्पन्न भइसकेपछि तपाईँहरूलाई देखाउनेछौँ भन्दै उहाँको आमा पनि हेर्नुहोस् अब कुन स्थितिमा हुनुहुन्छ। के भन्नु छ तपाईँलाई, कसरी त्यो बाबुप्रति उहाँको हाम्रो हर्कजीले जुन यो सपना बनाउनु भएको थियो यसरी बसिराख्नु भएको छ, के छ अप्ठ्यारो स्थिति, कसैले केही सहयोगको लागि आएको केही छ? मेरा छोराको सपना पुरा हुन सकेन, मेरो सिराल त चढेर भइगयो। मेरो छोरा सपना पुराहरू लाउँदैछ, मेरो छोराको घर बनाउला भन्ने इच्छा छ। हुन्छ आमा, अब हामी छौँ उहाँलाई बचाउन त सकिएन दर्शकबिन, हामीले ठुलो कोसिस गर्दा पनि हामीले उहाँलाई बचाउन त सकेनौँ र उहाँको हर्कजीको यो बालबच्चालाई र यसरी रुँदै गरेको आमालाई हामी यो घरमा कसरी राख्न सक्छौँ, हामी छोटो समयमा हजुरहरूको यो सहयोगको अपेक्षाका लागि हामीले अनुरोध गरेका छौँ। कृपया जसरी हजुरले स्वतस्फूर्त त्यो सुमित बाबुको घरलाई सहयोग गर्नुभएको थियो, अब यो हर्क लोहारज्यूको घरलाई सम्पन्न गर्नका लागि हजुरहरूले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै हजुरहरूले गरेको सहयोग सराहनीय किसिमले हामी यसै घरमा आएर यसै सामाजिक सञ्जाल मार्फत हजुरको नाम वाचन गर्नेछौँ र धन्यवाद दिनेछौँ भन्दै अहिलेको लागि हामी छुट्टिन्छौँ। कृपया सहयोग गरिदिनु होला। धन्यवाद।